guys, welcome back to my channel Bajra Guitar Lover and आज चाहिँ हामी हेर्न गइरहेका छौं मार्तडी बजार अनि यो बाजुराको सदरमुकाम मार्तडी हेर्न गइरहेका छौं जो चाहिँ नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको यो बाजुराको सदरमुकाम मार्तडीमा यो तपाईलाई देखाउन हामी आएका छौं। आज यहाँ ओपीमा आएका छौं, ओपी होटल एन्ड सो भिडियोलाई लाइक गर्न पनि नबिर्सिनु होला, च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला अनि कमेन्ट बक्समा गएर कमेन्ट गर्न पनि नबिर्सिनु होला अनि भिडियोलाई शेयर गर्न पनि नबिर्सिनु होला। सो लेट स्टार्ट द भिडियो। आज हाम्रो यो मुख्य उद्देश्य अथवा अर्थात् यो मार्तडी बजार देखाउने अथवा यो छोटो ब्लग एन्ड सर्ट ब्लग स्टार्ट गरौँ। सो गाइस, यो चाहिँ बाजुराको सदरमुकाम मार्तडी हो। मार्तडीको बनोट यस्तो छ हैन। सो आज चाहिँ हामी यो मार्तडी नै देखाउनलाई आएको। सो बाजुराको सदरमुकाम कस्तो छ भनेर हामीले तपाईलाई देखाउने निर्णय गर्यौं। सो आज चाहिँ देखाउन गइरहेका छौं। देख्न सक्नुहुनेछ उ त्यो सबैभन्दा ठुलो फिल्ड भएको वाला त्यो चाहिँ म पढ्ने मालिका स्कुल हो है। मेरो प्यारो स्कुल 3 वर्षदेखि पढ्दै आएको छु त्यो मालिका स्कुल हो। अनि उ त्यो चाहिँ खेलकुद है, उ त्यो चाहिँ खेलकुद हो। अनि त्यो माथिको चाहिँ हाम्रो बडीमालिका नगरपालिकाको नयाँ भवन हो एन्ड उ त्यो चाहिँ प्रहरी कार्यालय है, त्यो प्रहरी कार्यालय। अनि त्यहाँभन्दा अलि तलको चाहिँ त्यो नेपाल टेलिकमको टावर हो एन्ड उ त्यो चाहिँ यो नयाँ सानो, अब धेरै ठुलो पनि नभनौँ धेरै सानो पनि नभनौँ, मिडियम टाइपमा पैसा खर्च गरेर बनाएको त्यो चाहिँ हाम्रो यो स्वास्थ्य कार्यालय। सो गाइस, देख्न सक्नुहुन्छ उतै चौराटो हैन, चौराटो नि उ त्यो चाहिँ यो के भन्छ त्यसलाई यार, मेलकाँदो। उ चाहिँ त्यो चाहिँ मेलकाँदो। अनि उ त्यो डाँडामा छ त त्यो डाँडामा छ त त्यो चाहिँ सशस्त्र ब्यारेक है, सशस्त्र ब्यारेक। सो उ त्यो चाहिँ कबल्टा हो जहाँ हाम्रो स्कुलको विद्यार्थीहरू साथीहरू अनि हामीहरू सबै पिकनिक जान्छौँ हैन। अनि एन्ड एट लास्ट उ त्यो चाहिँ रजाली है, एट लास्ट उ त्यो चाहिँ रजाली हो। अनि उ त्यतातिर चाहिँ यो कोल्टी साइड हो एन्ड काला जाक्रा पनि त्यही पर्छ। सो गाइज, भिडियो कस्तो लाग्यो भिडियोलाई लाइक गरिदिनु नबिर्सिनु होला, च्यानललाई सब्स्क्राइब गर्न नि नबिर्सिनु होला, कमेन्ट बक्समा गएर कमेन्ट गर्न नि नबिर्सिनु होला एन्ड जतिसक्दो भिडियोलाई सेयर गर्न नि नबिर्सिनु होला। एन्ड मैले तपाईहरुमा के कन्फिडेन्स पत्ता लगाए भनेपछि तपाईहरु चाहिँ हैन भिडियो हेर्नु हुँदो रहेछ, भिडियो हेरेर डाइरेक्ट जानु हुँदो रहेछ क्या। जति भ्युज आए त्यति लाइक आउनु पर्यो, जति भ्युज आए त्यति नै कमेन्ट आउनु पर्यो, जति भ्युज आए त्यति नै शेयर आउनु पर्यो। सो हजुरको साथ सपोर्टले, हजुरको मायाले मलाई अझै धेरै हौसला दिनेछ हैन। सो गाइस, अझै धेरै हौसला दिनेछ। हौसला बढ्यो भने चाहिँ मैले फेरि अरू भिडियोहरू पनि अपलोड गर्न सक्नुहुन्छ। सो गाइस, एन्ड यो भिडियो हेर्नु भएकोमा हजुरलाई धन्यवाद। एन्ड सो नेपाली बुझ्नेलाई धन्यवाद एन्ड इङ्ग्लिस पनि बुझ्ने नेपाली पनि बुझ्नेलाई थ्याङ्क्स फर वाचिङ। अर्को भिडियोमा हाम्रो भेट हुनेछ। वी मिट इन नेक्स्ट भिडियोज एन्ड